अपरेसनमा गइराख्नु भएको छ। यावत कुराहरू चाहिँ मैले मेरो प्रस्तुतिमा दिने प्रयत्न गर्नेछु र यसमा मैले चाहिँ आफूले अनुभव गरेका कुराहरू यहाँहरूलाई सेयर गर्ने प्रयत्न गर्नेछु र तपाईहरुले हाम्रो यो प्रस्तुति भइसके पछाडि तपाईहरुलाई लागेका कुराहरू हामीले छलफल गर्नेछौँ र आगामी दिनको चाहिँ बाटो हामीले तय गर्नेछौँ। यति यहाँहरूलाई निवेदन गरिसके पछाडि मैले चाहिँ मैले सहयोग गरिदिनु होला। नेक्स्ट स्लाइड। ओके, मैले के यहाँहरूको बिचमा के निवेदन गर्न चाहे भन्दाखेरि हाम्रो शिक्षक सङ्गठन धेरै अगाडिदेखि चाहिँ स्थापना भएको छ। शिक्षक सङ्गठन सबैभन्दा जेठो सङ्गठन हो, जेठो सङ्गठनको रूपमा रहेको छ र हामी धेरै पछाडि मात्रै हामी ट्रेड युनियन सङ्गठनको रूपमा दर्ता भएका छौँ र अहिले आजको अवस्थामा आउँदाखेरि नेपाल राष्ट्रिय शिक्षक सङ्गठन एउटा ट्रेड युनियनको रूपमा रहेको छ र हामीले चाहिँ यो ट्रेड युनियनको विषयमा जाने के अरे कुरा गरिराख्दाखेरि हाम्रो ट्रेड युनियन सम्बन्धी अधिकार पहिलेदेखि हामीले सुरुवात गऱ्यौँ र संविधानमा मौलिक हकको रूपमा चाहिँ कहिले प्राप्त गऱ्यौँ भन्ने सन्दर्भबाट जोडिनुपर्छ भन्ने लाग्छ। त्यस कारणले मैले यहाँहरूको बिचमा के राख्न चाहन्छु भन्दाखेरि 62-63 सालको जनआन्दोलन पश्चात हामीले चाहिँ संवैधानिक रूपमै मौलिक हकको रूपमा श्रम अधिकार भनेर ल्यायौँ। त्यहाँ उचित श्रम अभ्यास भन्यो, उचित पारिश्रमिक भन्यो, ट्रेड युनियनमा चाहिँ खोल्न पाउने भन्यो, त्यसमा सहभागी हुन पाउने र सामूहिक सौदाबाजी गर्न पाउने अधिकार हुनेछ भनेर भन्यो। यसरी हेर्दाखेरि 4-5वटा कुराहरू चाहिँ सैद्धान्तिक रूपमा मौलिक हकको रूपमा हाम्रो चाहिँ अन्तरिम संविधानले दिएको पाइन्छ। उचित श्रम अभ्यास भनेको के हो भन्दाखेरि हामीले चाहिँ श्रम गर्न पाउने अधिकार मात्रै होइन कि त्यो फेयर हुनु पर्यो, हामीले गरेको श्रमको चाहिँ मूल्य पाउनु पर्यो, पारिश्रमिक मात्रै पाएर भएन सुविधाहरू पाउनु पर्यो, हामीले काम गर्दाखेरि फेयरली एज अ श्रमिकको रूपमा हामीले चाहिँ जुन सुविधाहरू प्राप्त गर्छौँ त्यो चाहिँ फेयरली पाउनु पर्यो भन्ने कुराहरू राखियो। अनि उचित श्रम अभ्यास हुने, उचित पारिश्रमिक पाउने भन्ने, यो पारिश्रमिकको विषयमा हामीले चाहिँ छलफल गर्न थाल्यौँ भने पारिश्रमिक कति प्रकारका हुन्छन् र कस्तो प्रकारको चाहिँ के अरे पारिश्रमिक दिने गरिएको छ, यसको पनि एउटा छुट्टै चाहिँ हाम्रो बहसको विषय बन्न सक्छ। तर हामीले के भन्यो भने उचित पारिश्रमिक फेयर वेज भनेको के हो भन्दाखेरि अहिले तपाईहरुले हेर्नुहुन्छ भने श्रमिकको लागि न्यूनतम पारिश्रमिक निर्धारण हुन्छ, पुनरावलोकन हुन्छ। एउटा चाहिँ श्रमिकले हाम्रो संविधानले के भन्छ भन्दाखेरि उचित पारिश्रमिक एबभ द मिनिमम वेज